हेलो नमस्ते। हाम्रो सेभेन सिस्टर नेपाली भिलेजमा होलिडे जान लागिरहेको सधैँ काम गरेर थाकेको हुन्छौँ। कहिलेकाहीँ आफ्नो मन मिल्ने साथीहरूसँग होलिडे जाँदा अलिकति आनन्द आउँछ। त्यही भएर हामीहरू जुनको 5 तारिकमा गएर 3 दिनको होलिडे बुक गरेको, जुन चाहिँ हाम्रो नेपाली दाजुभाइ दिदीबहिनीहरूले सेयरमा ठुलो जग्गा किनेर उहाँ चाहिँ नेपालको सम्झनामा नेपाली सामानहरू हाम्रो बालबच्चाहरूलाई हाम्रो पुर्खाहरूले यस्तो यस्तो कुरा चलाएको थियो भनेर इन फ्युचरमा नयाँ जेनेरेसनलाई देखाउनको लागि उहाँहरूले चाहिँ एकदम राम्रो प्लान गर्नुभएको छ। त्यसको त्यहाँ चाहिँ अब यसो होलिडे गएर रमाइलो गरौँ हेरौँ न भनेर हामी हिँडेको। यसमा चाहिँ अहिले हामी 6 जना छौँ यहाँ। कमला बहिनी चाहिँ अबिउटबाट गाडी लिएर आउँदै हुनुहुन्छ। रेशम दाइले बुढीलाई पुर्याउन आउनुभएको। हामी जहाँ गए पनि यसरी रमाइलो गर्छौँ। अहिले हामी उर्लिच आर्सनलबाट इलिजाबेथमा मेडन हिटसम्म जाने भनेर हामी यहाँ बुक जम्मा भएको। अब कमला बहिनी अबिउटबाट आउनुहुन्छ। अनि बिहान तयार भएर आउँदाखेरि अब सबैजना घरमै ढिलो भयो। त्यही भएर फेरि बाटोमा चिया खाने भनेर सँगै खाने भनेर एकछिनको लागि रमाइलो गर्ने भनेर हामी आयौँ। अब 9:30 बजेपछि चाहिँ हामी जाने भनेर रेडी भइरहेको। हामी त यस्तो रमाइलो गर्छौँ नि, हामी त जहाँ बस्यो त्यहीँ रमाइलो गरिदिन्छ। यस्तो माहौलहरू आफै क्रिएट गर्नुपर्ने रहेछ। खुसी अरूबाट पाउँदैन भन्ने कुरा हामीले बुझ्नुपर्ने रहेछ जस्तो लाग्यो। खुसी त आफै हुने। ल हेर्नुहोस्, अहिले हामी आर्सनलबाट बहिनी आउँदैछ, कमला बहिनी। अनि यहाँ गीतहरू यताउति राखौँ भनेदेखि फेरि कपिराइट भनिदिने युट्युबमा। त्यही भएर मैले यत्तिकै हाम्रो सम्झनाको लागि भनेर यसरी गरिरहेका छौँ। भारी तारी गरेर हिँड्यो। लास्ट विकसम्म त कस्तो राम्रो वेदर थियो। कमला बहिनी आइपुग्यो, हामी ट्रेनमा चढेर पनि अब हिँड्यो। लास्ट विकसम्म यस्तो राम्रो वेदर थियो है। योपालि त ठ्याक्कै हाम्रै विकमा चाहिँ अलिकति पानी पर्यो, वेदर नराम्रो भयो। वेदर नराम्रो भए पनि मनहरू मिल्यो भनेदेखि त जहाँ पनि जहाँ छ त्यहीँ रमाइलो गरिदिन्छ हामी त। जस्तो सुकै सिचुएसन होस्, अब दुःख सुख हाम्रो आफ्नो साथी रहेछ के अरे, त्यसलाई समेटेर अगाडि बढ्नु नै हाम्रो जिन्दगी रहेछ। जिन्दगी सङ्घर्षमय छ भन्ने सबै कुरालाई सबैलाई थाहा भएको कुरा हो। अनि दाइ चाहिँ बसमै ट्रेनमै चढिहाल्नु भयो। त्यहाँबाट फेरि छुट्नै नसकेर हामीसँगै हिँड्नुभयो बिचरा। निकै नै टाढा साउथ हलसम्मै हिँड्नुभयो दाइ त हामीसँग। ल हेर्नु, यस्तो मजा छ, यस्तो रमाइलो छ, यस्तो इन्जोय छ। वाउ दाइ। अनि हामी अहिले मेडन हेडमा झऱ्यो। यहाँ चाहिँ नेपाली भिलेजकै सेयर होल्डर, अनि त्यहाँ अहिले उहाँले बहिनीले नै कन्ट्रोल गर्नुहुन्छ। जस्सु बहिनी त्यहाँ लिन आउनुहुन्छ। आहा, जस्सु बहिनीले अब हामीलाई फारेर घुमाउनु भएको छ सबैजनालाई। यस्तो राम्रो मैले हुन त 2000देखि नै चिनेको हो बहिनीलाई। मन्जु दिदीको घरमा आएदेखि नै चिनेको। उहाँ मेरो साथीहरूले चाहिँ अब नयाँ भयो के अरे, बहिनीसँग झन् क्लोज त क्लोज नै थियो। जहिले पनि तमुदीको कार्यक्रमहरूमा भेटिराख्ने थियो, बोलिराख्ने थियो। उहाँलाई चाहिँ त्यति धेरै उस्तो थिएन होला। म चाहिँ एकदमै म त चिन्ने थिएँ है। कस्तो आनन्दको हुनुहुन्छ कि उहाँ चाहिँ, बिन्दास, कसैसँग केही सरोकार छैन। आफ्नो राजा आफ्नो रानी हो बहिनी चाहिँ।
हामी पनि त्यस्तै हुन सिक्नुपर्छ। एउटा महिला भएर, नारी भएर, वाउ यत्रो गाडी दनननन चलाएर हामीलाई चाहिँ लानुभयो। अब यहाँबाट हामी लगभग 2 घन्टा लाग्छ अरे वेल्स पुग्नलाई। त्यहाँ चाहिँ हामी बिचमा रमाइलो गर्दैछौँ। सरी म त्यति भाँति एक्सपर्ट होइन। अनि र बहिनीको यसमा चाहिँ नि उहाँहरूको भोइसलाई पनि मैले ठाउँमा राख्न सकिनँ। हामी चाहिँ अहिले एउटा वेलकम ब्रेकमा झऱ्यौँ अनि टी टाइम गर्न लागेको। टी टाइममा चाहिँ बहिनीहरूले कहिले आलुदम, कहिले चिया, मेजरनीले चाहिँ अनादिको सुप हालेको हलुवा, वाउ मजाले खाइयो आनन्दले। अनि इन्जोय गऱ्यो। बजाउने कुरा नि लगेको थियो, तर फेरि त्यो बजाउने सुनाउनै भएन, कपिराइट भनिदिन्छ। ल हेर्नुहोस् त्यो हलुवा, अनादिको हलुवा हेर्नुहोस् त क्या दामी छ। टन्न खाइयो। ल अनि अब फेरि चलो। अनि नेपाली भिलेजमा जाँदाखेरि चाहिँ क्याटरिङ चाहिँ हाम्रै रहेछ है। खाना अब हामी बिचमा मरिसन्समा झरेर हामी फेरि खानीको लागि 3 दिनको लागि खाना सपिङ गर्छौँ। अनि त्यहाँबाट सपिङ गरेर लाने हो। ल त्यो पछाडि चाहिँ आई डोन्ट नो वाइ म चाहिँ एकदमै उकुस मुकुस हुन्छ कि म चाहिँ अगाडि बसेर सुत्यो भनेर कराउने सबैजनाले। साथीहरूले चाहिँ मेरो उत्तानो परेर गरेर सुतेको फोटोहरू खिचेर ग्रुपमा हालेर खुब हाँसाछ। सेयरिङ इज केयरिङ भनेर। त्यही हो रमाइलो भनेको नै। एक आपसमा टक्क लाएर माया पिरती गाँस्दै हामी चले। एकछिन यहाँ पनि फेरि र्याक गरिदियो। हामीले त हाँसेर मरि हाँसेर। ल अब यो चाहिँ वेल्समै क्लोज टु नेपाली भिलेज कस्तो राम्रो ठाउँ रहेछ। त्यहाँको मरिसनमा झऱ्यौँ हामी अनि सपिङ गऱ्यौँ। सपिङ चाहिँ नि दुईवटा के अरे कमला बहिनी र तारा बहिनीले। हामी त त्यत्तिकै हो। रमाइलो भइराखेको छ हामीलाई एक आपसमा। तन्न लाएर सपिङ गरियो। एक आपसमा म चाहिँ अलि एज पुगेर हो कि अलिकति उस नै भयो रहेछ। अनि उहाँहरूले नै उस गर्दै अनि मलाई त एमाइलो के भएको नि भन्नुहुन्छ, केयर पनि गर्नुहुन्छ। केयरिङ इज सेयरिङ, सेयरिङ इज केयरिङ भन्दै खुब रमाइलो गर्दै हिँड्यो। ल हेर्नु त
जति हिँड्यो त्यति राम्रो सु तु 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 परेको ठाउँ आमामा स्वर्ग जाने बाटो न ढुङ्गा न माटो भन्ने सुनेको थिएँ मैले भजनमा। ठ्याक्कै कस्तो राम्रो ठाउँ हो नि आमामा। अब यहाँबाट चाहिँ यो भित्र रहेछ, यहाँ चाहिँ हामी आइपुग्यो। अब विष्णु बजेले ढोका खोल्दैछ। ल हाम्रो डेस्टिनेसन चाहिँ आइपुग्यो। यो हल रहेछ, त्यो पारी डाँडा, यस्तो राम्रो ठाउँ रहेछ। त्यो चौतारीलाई देख्दाखेरि नेपालको सम्झना आयो। एकदमै राम्रो बनाउनु भयो रहेछ। घर चाहिँ A1 रहेछ। त्यो क्याराभानतिर जाँदाखेरि चाहिँ भाडाहरू सस्तो के, त्यो फोहोरीहरू हुने है, अनि बिस्ताराहरू पनि हल्लिने, त्यो गद्दा के त्यो म चाहिँ अलि अर्थोपेडिक बेडमा सुत्छु, त्यो अलि कडा खालकोमा, त्यहाँ चाहिँ थलथल हुने। यहाँ त ओहो यस्तो दामी। अहिले हामी इभिनिङ वाकमा जाँदै खानासाना खाएर मजाले इभिनिङ वाकमा हिँडेको हामी। होइन ब्रेकफास्ट खाएर खाना बनायौँ अनि हिँडेको। अब त्यहाँबाट फर्केर खाना खाने। हो माइला दाइ त माइला जस्तै भएछ। डिनर खाएको त देख्नै पो भुले रहेछौँ हामी त। पहिलाको पुरानो गीत गाएको हामी। खुब रमाइलो गऱ्यो। आनन्दले मस्ती। कहिलेकाहीँ साथीहरूसँग यसरी घुम्नु पनि एकदमै राम्रो हुने रहेछ। परिवारसँगको खुसी अर्कै, साथीभाइसँगको खुसी अर्कै, फेरि रिलेटिभहरूसँगको खुसी अर्कै, आफ्नो आफ्नो ठाउँमा हुने रहेछ। अनि भोलिपल्ट बिहान चाहिँ यो केटाकेटीहरूले चाहिँ ट्याक्क कस्तो के अब क्रिएटिभ माइन्ड भन्छ नि, पहिला पहिला मलाई नि आउँथ्यो, अब त आउँदैन हामीलाई। जाने दिनमा थाकेको हुन्छ भनेर टिम बी गरेर आफूहरू जिएनजी यङ पार्टीलाई गरेर रहेछ। अनि हिजो थाकेर आउँदाखेरि चाहिँ हामी बस्यो, उनीहरू मजाले खाना बनाएर हामीलाई खुलायो। अनि रातभरि रेस्ट गऱ्यो। अनि टिम बी भनेर हामी 3जना ठुलो मान्छेलाई राखिदिए रहेछ। अनि हाम्रो भाग चाहिँ ब्रेकफास्ट र डिनर बनाउने तरिका पालो टिम ए को। अनि टिम बी चाहिँ आज रेस्ट गरेको यहाँ यतातिर। अनि अब हामीले ब्रेकफास्ट पनि बनायौँ। अब उहाँलाई खुलाउने फेरि अब हामीले नि आउनै नदिएको के, यता नआइज यता नआइज यता नआइज भन्ने किचनतिर। उनीहरूले पकाउँदाखेरि उता जा भन्ने। यस्तो रमाइलो त भएको थिएन यहाँ। नछुई भन्ने गजब भएछ। अनि यहाँ फेरि तारा बहिनी चाहिँ एकदमै भगवान मान्ने, पूजा गर्दै उसले चाहिँ धुपधाप जलाएर पूजा गर्दै। यो चाहिँ हामी 3जनाको सिनियरहरूको भनेको। अब त्यो उस गर्न पार्नु ल। हामीले बहिनी फर्स्ट गेस्ट हाम्रो। यता फेरि यिनीहरूलाई एउटा गेम जस्तै गरेर यस्तो रमाइलो भएको थियो। ल एउटाले कुर्सी तान्दिएछ। दामी भयो। यो बोलेको त हाल्न पाए हुन्थ्यो, यो जानिएन फेरि कसरी हो खै। जे होस् मेमोरीको लागि।
आजको ब्रेकफास्ट चाहिँ ससेज, ह्यास ब्राउन, एग, अभोकाडो, ब्रेड एन्ड बटर, अनि बेक बिन्स, मसरुम खतरा छ। चेस गरे हामीले। रमाइलो भइरहेछ। फेरि हिँड्यो हामी। हामी चाहिँ खाना बनाउन लाग्यौँ। यिनीहरू चाहिँ फेरि नेपाली भिलेज हेर्ने भनेर उता परबाट यता सबै देख्ने रहेछ। अनि यिनीहरू चाहिँ हिँड्यो, हाइकिङमा हिँड्यो यिनीहरू माथि चौरतिर जान लागि। प्राय मैले गर्ने थियो। ए सन्जु, भिडियो वेलकम टु फेरि आयो यिनीहरू यता। मैले यहाँ भिडियो बनाउँदै गरेको जसु बहिनीले लछ। सन्जु आयो भाइ। त्यहाँ नजिकको लेक रहेछ फेवाताल जस्तै। अनि त्यहाँबाट ठ्याक्कै म त पहिला पनि सन्जु, ए सन्जु, पानी आएको, पानी आए पनि खुब रमाइलो भयो नि त। रमाइलो भयो। खतरा हाँसहरू रहेछ, खानेकुरा किनेर दियौँ। कस्तो हाँसहरू आएको, कति राम्रो रहेछ ठाउँहरू। हेलो परिका, सेफ से पहुंच गया ना? ऑल सेफ। सची भाई मनु को लेकर के हॉस्पिटल गए। वेलकम। ओके भाई। यो चाहिँ बच्चाहरू रहेछ। यो चाहिँ पहिला त्यहाँ ढुङ्गामा यो खुकुरी गाडेको रहेछ। अनि त्यहाँको किम्बदन्ती के रहेछ भने जसले त्यो खुकुरी त्यहाँबाट निकाल्न सक्छ त्यहाँबाट राजकुमार निस्किन्छ। अनि जे होस् जसले तान्छ त्यहाँ राजकुमार राजकुमारी ऊ त्यहाँ उत्पन्न हुन्छ अरे, त्योसँग बिहा गर्ने गरे कि त्यहाँ लेखेको त्यस्तो रहेछ। अब कहाँसम्मको सत्य हो आई डोन्ट नो। त्यहाँ चाहिँ त्यो गर्न लाग्यो। अनि त्यहाँबाट हामी फेरि त्यहाँबाट फर्केर आएर यतातिर हिँड्यौँ। एकदम राम्रो राम्रो ठाउँहरू रहेछ, घुम्ने ठाउँ चाहिँ एकदमै स्पेसल रहेछ। वेदरले साथ त दिएन, साथ नदिए नि रमाइलो चाहिँ भयो हामीलाई। यहाँ कार पार्किङको लागि रहेछ।
त्यो डाँडा यस्तो राम्रो रहेछ। त्यो माथि गएर सुलुलुलुलुल हुन पाएदेखि त कस्तो आनन्द आउँथ्यो जस्तो लाग्यो। तर के गर्नु परिस्थितिले। यहाँ हाइकिङ जानलाई उनीहरू कपडा फेर्दै रहेछ। अनि यहाँ छलछल छलछल पर्ने कलकल कलकल छलछल पर्ने पानीको झर्ना रहेछ। सानो खोला रहेछ, त्यहाँ रमाइलो गरियो फेरि। यार ये बुके लेकर के यहाँ क्या करने आई? इसका नाम याद तो है ना? नाम क्या याद दिला रहा है? यिनीहरू चाहिँ हाइकिङ गरेर आएको रहेछ। आर्या शेट्टी उसके करीब रहना चाहती है। अरे तू इन सब में क्यों कूद रहा है? मैं कहाँ कूदा? एकदम इन्जोय गर्दो रहेछ यो ठाउँको मान्छेहरू। अरे मेरे साथ नहीं, सच्ची भाई के साथ। हेलो हेलो ये आर्या शेट्टी है, सच्ची भाई की फ्रेंड। दिदीबहिनीहरू पानीमा हेलो आर्या शेट्टी, सच्ची भाई की तलतल तलतल गर्न लागिरहेको छ। वो आर्या शेट्टी रजनी से एक बार मिलना चाहती है। हाँ जाओ मिलो। आओ आर्या शेट्टी। ठाउँै राम्रो के कस्तो समथर छुतुतुतुतु परेको। यहाँबाट रहेछ हाइकिङ 1000 मिटर अल्गो भनेको बाबुले भनेको। 2 years बिफोर हामी स्नोडोनिया चढ्दाखेरि त एकदम उकालो थियो। यो चाहिँ नि अलि छड्के 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 रहेछ। मैं आर्या शेट्टी हूँ, डैडी की तरफ से माफी मांगने आई हूँ। माफी मांगने आई है यार तू? या तेरे बाप ने ये देखने के लिए भेजा कि हम लोग जिंदा हैं या मर गए? मेरे भाई की वजह से तू जिंदा खड़ी है, वरना यही इसके बगल में तू पड़ी होती। तेरे बाप के कहने पर उन गुंडों ने हम दोनों की ये हालत कर दी है। तेरी यही हालत होनी चाहिए। सबै आयो, पानी देखेको सबै छलछल छलछल भयो। सन्जु कार्ड यहाँ छ है वो। यस्तो राम्रो रहेछ। एकदमै राम्रो, आँखाले भेट्नै नसक्ने गरी लहारै। शेट्टी की बेटी को अगवा करने वाला आदमी मैं। आप मुझे पकड़ दीजिए। अब मुझे किसे पकड़ना है? यो चाहिँ नि देखाउने भन्दा नि भन्ने भन्दा नि मनले दिमागमा राख्ने ठाउँ रहेछ क्या। कस्तो राम्रो भनेर एक्सप्लेन गर्नै नसक्ने गरेर। इन्हें कस्टडी में लेने के लिए शेट्टी ने तुमसे कोई शिकायत की है? सुरु भयो हाम्रो नो सर। फिर इतनी गर्मी किस लिए? हाम्रो एक्टिभिटिज। सर वो आप भी जानते हैं। इन सब के पीछे ड्रग माफिया का हाथ है। म चाहिँ क्यामेराम्यान। के साथ कनेक्शन है। बस इतना ही नहीं सर, आपके सनी लॉ का ब्रदर मनु भी इनके धंधे में इन्वॉल्व है। इसी वजह से शेट्टी ने मनु को अगवा किया। फेरि त्यही पनि खान्छ, फेरि खाने बेला भयो भनेर। बचना चाहता है। एडविन मोजेस को पकड़ने का काम यो चाहिँ माथि हिँडेको एकछिन। इन लोगों के खिलाफ किसी ने कंप्लेन नहीं की, इसलिए जमानत दे रहा हूँ। आप लोग चलिए। अनि त्यो भोलिपल्ट त्यो दिन फर्कियो। अनि त्यसको भोलिपल्ट उनीहरूको भाग फेरि। रुक जा। शेट्टी और उसकी बेटी को अगर कुछ हुआ भी ना तो कभी बाहर क्या आनन्द, क्या रमाइलो। डोंट माइंड इट। पता है बाहर की हामीलाई पकाउने बेलामा यता नआइज निस्किहाल्छ भन्ने फेरि। इससे स्कूल के बच्चे डरते होंगे सर। डोंट माइंड इट। खुब रमाइलो गरियो। मुझे सिर्फ रजनी से मिलना है। जिन्दगीको बिर्सनै नसक्ने क्षण एउटा। मनु, अभी तक जो हुआ सो हुआ। मैं नहीं चाहता कि तुम्हारी वजह से उसे अब कोई प्रॉब्लम हो। हामी अहिले यो नेपाली भिलेजको एमडी मेजर
श्रीमान भाइ एमबिओको घरमा हामीलाई स्वागत गर्नुभयो। अनि उहाँको घर हेरेँ यस्तो राम्रो है। उहाँले सेयर होल्डरको विषयमा पनि केही भन्नुभयो, राम्रो कुरासँग राम्रोसँग बताउनु भयो। अनि कस्तो राम्रो जोडा जो गए पनि वेलकम गर्ने, आहा कस्तो ब्युटिफुल मनहरू भावनाहरू मिल्ने दुईजनाको जोडी। जहिले पनि भाइ र बहिनीले जो गए पनि एकदम राम्रो वेलकम गर्नुहुन्छ। अनि रमाइलो गऱ्यो। हामीलाई बाटोको लागि खाजाहरू बनाइदिनु भयो रहेछ बहिनीले, सेलरोटी आलुदम बनाइदिनु भयो रहेछ। अनि त्यहाँपछि चाहिँ फेरि उहाँको पछाडिपट्टि गएर भाइले चाहिँ धेरै कुरा बुझाइदिनु भयो त्यो नेपाली भिलेजको विषयमा, के गर्न खोजेको, के गर्न लागेको, के गर्नुपर्छ भनेर। त्यहाँबाट उहाँको घरदेखि हामीले फेरि उहाँकै रेस्टुरेन्ट न्यू गोर्खा इन भन्ने रेस्टुरेन्टमा लगेर यति धेरै मानिसलाई, यति धेरै मान्छेहरूलाई, यति धेरै दिदीबहिनीहरूलाई, यति धेरै दाजुभाइहरूलाई फेरि वेलकम गराउनु भयो। कस्तो मिलेको जोडी के, कस्तो मन मिलेको, कस्तो सबैलाई स्वागत, अलवेज वेलकम गर्ने खालको भावना, मनहरू मिल्ने, सबैलाई एउटै नजरमा देख्नुहुने जोडीले चाहिँ त्यहाँको एमपी ठुल्ठुला त्यहाँको जे होस् वरिष्ठ व्यक्तित्वहरूसँग हामीलाई भेट गराइदिनु भयो उहाँहरूले। त्यो पछि फेरि परिचय कार्यक्रम गरेर हामीलाई चिनाजानी गराइदिनु भयो, मिठो खाना खुलाउनु भयो, टेस्टी फुडहरू खुलाउनु भयो, रमाइलो गऱ्यो, एक आपसमा कुराहरू साझेदार गऱ्यो। मेन गरेर धम्पुस गाउँ र यो ब्रेकनको चाहिँ एकदमै सम्बन्ध राम्रो बनाउनलाई यहाँको गोराहरूसँग पनि समन्वय गरेर उहाँले चाहिँ आफ्नो गाउँको विकासको लागि जहिले पनि हरेक साल लहर जानु हुँदो रहेछ भाइले, आफ्नो देश आफ्नो गाउँको प्रगतिको लागि। एभ्री इयर भेटघाट कार्यक्रम यहाँ पनि उहाँ पनि गर्नुहुँदो रहेछ। मन ठुलो भएपछि अनि उहाँको यहाँ हामी द न्यू गोर्खा इन रहेछ है रेस्टुरेन्टको नाम। तपाईँहरू जानुभएछ भने एकदमै नेपालीपनको नेपाली टेस्टको खाना रहेछ, एकदम मिठोसँग खाइयो, हामी कुराकानी गरियो। यो चाहिँ एमपी रहेछ, मेम्बर अफ पार्लिमेन्ट, हाम्रो गोर्खा भुकभुजको लागि आवाज उठाउँदो रहेछ पार्लिमेन्टमा उहाँले चाहिँ। अनि ठ्याक्कै त्यहाँ सकेर त्यहाँबाट हामीलाई चाहिँ त्यो बेलामा चाहिँ परेड रहेछ नेपालीहरूको, ब्रेकनको आर्मीहरूले देखाउने त्यो परेडतिर जान लाग्यौँ हामी। परेडको लागि प्रिपेयर भएको ब्रेकनमा भएको बटालियनको मलाई त त्यति भाँति आउँदैन, तर एकदमै राम्रो गर्नुभयो। फर्स्ट टाइम ऐतिहासिक परेड हेरियो हामीले। यस्तो राम्रो धुन थियो यो धुन, आहा नेपाली धुन। त्यो सधैँ देखाइराख्ने ग्राउन्डमा चाहिँ कन्स्ट्रक्सन चल्दै रहेछ, त्यही भएर उहाँले चाहिँ यो बजारको माझमा नै गरेको रहेछ ठाउँ साँगुरो है। जे होस् राम्रो भयो। त्यो नेपाली कलाकारहरूले आफ्नो कला संस्कार संस्कृतिहरू देखाएको थियो। यहाँका बासिन्दा, यहाँको लोकल बासिन्दाहरू चाहिँ मक्ख परेर हेरेको एकदम रेस्पेक्ट गर्दो रहेछ हाम्रो गोर्खाजलाई।
आनन्दको रहेछ। तुम लोगों के साथ कौन कौन आया था? हम अकेले थे सर, कोई भी एक दूसरे को नहीं जानता। जितने लोगों को बुलाया गया सब लोग अलग अलग स्टेट से आए हैं। धेरै घुमेछ, चक्कर लागे जस्तो भयो रहेछ। ल इसे कुछ मत करना, तो इसे पुलिस को दे देते। टनाटन यहाँको लोकलहरू एकदमै इन्ट्रेस्टेड, पुलिस वाले तंग कर। एकदमै खुसी हुँदो रहेछ। त्यही हाँ, वो मनु के ऊपर शक कर रहा था। रात को ही यहाँ आ ढंका मनु को देखने के लिए। देख लिया कि मनु अंदर सोया हुआ था। उसे भरोसा तो नहीं हो रहा था। एकदमै हाम्रो नेपालीलाई चाहिँ सम्मान गरिदो रहेछ यहाँ चाहिँ। हामीलाई हाम्रै नेपालीले चाहिँ नि विदेशी भयो भनेर नेपालमा बसेकोले गाली गर्छन्, तर हामीले यहाँबाट रेमिटेन्ट नपठाएको भए के चल्थ्यो देश? यो चाहिँ नि बुझ्नु पर्ने हो। उनीहरू पनि आउनु भए त आउने थियो नि, 4 o'clock हॉस्पिटल की कैंटीन में मिलते हैं। ओके। तर गाली गर्दा चाहिँ साह्रै मन दुख्छ हो। विदेशिनु पनि त बाध्यता हो नि त। तर हामीले दुःख गरेर कमाएको पैसाहरू पठाएर त देश चलिरहेछ। 30% 50% होला। यो चाहिँ हाम्रो नेपाली छोरीहरूले नातिनीहरूले यस्तो राम्रो डान्स देखायो। यहाँको बासिन्दाहरू, यहाँको लोकल बासिन्दाहरू चाहिँ मक्ख। यहाँ चाहिँ ब्रेकन धम्पोस चाहिँ एकदमै राम्रो मितेरी साइनु रहेछ। अनि हाम्रो नेपालीले चाहिँ अलग्गै के धम्पोस परिवार भनेर नै राख्दो रहेछ सिटहरू पनि। नेपालदेखि आएको छोरीले पर्फर्मेन्स गरेको डान्सर रहेछ उहाँ चाहिँ। आज जो आर्या शेट्टी आ रही है ना प्यार की बात करने के लिए, इस कुर्सी पे बैठेगी और आंखों में देखते हुए अपने दिल की बात आपको बताएगी। तब आपको भी उसकी आंखों में देख के बोलना है, आई दामी लाग्यो। मुझसे सब नहीं होने वाला। करेक्ट है, सच्ची में तुम सही जा रहे हैं। ओ मतलब कोई फायदा नहीं। धम्पुस परिवारको लागि चाहिँ, धम्पुसमा बस्नुहुने मान्छेहरूको लागि चाहिँ एकदम भाग्यमानी। यहाँहरू दाजुभाइ, यहाँ बस्ने भाइहरूले चाहिँ कस्तो सम्बन्ध, मिठो सुमधुर सम्बन्ध बनाएर राख्नुभएको रहेछ। यो चाहिँ हाम्रो गोर्खाजहरूको आइकन भन्नु पऱ्यो नि है, खुकुरीको डान्स। यस्तो राम्रोसँग गर्नुभएको थियो कि पहिलोचोटि हेरेँ यो, रमाइलो लाग्यो। हाम्रो दाजुभाइहरूले कस्तो काम गर्नुभएको छ भनेर, यो अनुशासनमा बसेर यति राम्रो काम गर्नुभएको छ। हामी चाहिँ त्यहाँबाट सिद्धिएपछि हामी घरतिर, यो चाहिँ वेल्स र इङ्ल्यान्ड जोड्ने पुल, वहाँ क्यों बैठ गए? समुद्रमाथिको टक्क लाग्यो। सिद्धेसी हामी चाहिँ छुट्टिने, फेरि मेडन हिलसम्म ल्याइदिनु भयो। ए यो टी ब्रेकमा साँच्चै यहाँ चाहिँ। अनि यहाँबाट आइपुगेर छुट्टिने बेलामा हेर्दा कस्तो माया लाग्यो। वेदांता ने आज सुबह मुझसे मिलने आया। मनु के बारे में पूछा। एकदमै सम्झिराखेँ बहिनीलाई। थ्याङ्क यू बहिनी, हजुरलाई। ये सच है लेकिन हजुरले एकदम राम्रोसँग साथ दिनुभयो र भयो हामी, हाम्रो होलिडे सफल भयो। तपाईँ नहुँदो हो त हाम्रो होलिडे राम्रो थिएन। ए अब न ब्याङ्कार ग्रिनिस पार गर्न पर्ला है। हो, त्यो पुलिसबाट चाहिँ 53 बसमा चढ्नु पऱ्यो कि होइन? ए हुन्छ। वेदांता के हाथ में नहीं दे पाई। उलिसबाट 53 चढ्न जान्छ होइन? त्यो सजिलो भयो नि होइन? अँ, नत्र त हिँडेर त कहाँ सक्छ, म जान्दैन। ए होइन नि, जान मन लाग्यो जाऊ, नत्र भने प्लम स्टेट झऱ्यो।